धन्यवाद महासचिव कमरेड देवप्रसाद गुरुङलाई। यो पार्टी समायोजन कार्यक्रम सारा यो एकताकै कार्यक्रम हो। यसमा उपस्थित हाम्रो पार्टी केन्द्रका सबै पदाधिकारी कमरेडहरू, कमरेड गङ्गानारायण श्रेष्ठ र नेपाल समाजवादी पार्टीसँग सम्बन्धित सम्पूर्ण नेता कार्यकर्ता कमरेडहरू र यो ऐतिहासिक समायोजन कार्यक्रममा उपस्थित सम्पूर्ण कमरेडहरू र पत्रकार मित्रहरू, मैले अहिले धेरै कुरा भन्नु छैन। कमरेड गङ्गानारायण श्रेष्ठले पृष्ठभूमिको रूपमा केही कुरा राखिसक्नु भएको छ र आफ्ना केही प्रतिबद्धताहरू पनि गम्भीर ढङ्गले व्यक्त गर्नुभएको छ। म सबभन्दा पहिला कमरेड गङ्गानारायण श्रेष्ठ र उहाँको नेतृत्व अन्तर्गत समायोजन कार्यक्रममा उपस्थित भएका सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई पनि भन्न चाहन्छु र आउने दिनमा सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हामीले यो प्रक्रियाको सुरुवात अलि पहिलेदेखि नै गरेका थियौँ। गएको चुनाव भन्दा अगाडिबाट नै एकताको बारेमा छलफल बहसहरू भएको थियो। जे कुरा उहाँले राख्नुभयो मैले दोहोऱ्याइराख्नु पर्ने छैन। ती भएकै थिए। कतिपय साथीहरू पछि हट्नुभयो, कतिपय अगाडि बढ्नुभयो। केही उतार चढाव सहित हामी आजको दिनसम्म आइपुगेका छौँ र यसले एउटा स्पष्ट सन्देश दिएको छ। पार्टी एकताको, समायोजनको, एकीकरणको जे भने पनि सार एउटै हो। त्यसकारण हामी एउटा गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडि बढिरहेका छौँ। योभन्दा अगाडि पनि हामीले 64 को निर्वाचनमा प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौँ। पार्टी विभाजित भयो। त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताको लागि निकै ठुलो क्षति भयो। हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूका सपना नराम्रोसँग चाहिँ तरङ्गित भए। तर संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रियाको सुरुवात भयो। हामी यहाँ जति अहिले पार्टीका पदाधिकारीहरू छौँ या अहिले भर्खर यो समायोजन प्रक्रियामा समाहित हुने नेता कमरेडहरू हुनुहुन्छ, हामी सबै पनि त्यो प्रक्रियामा निरन्तर अगाडि बढी नै राखेका छौँ र आउने दिनमा मलाई विश्वास छ क्रमशः समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जानेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। यहाँ अघि प्रसङ्ग आयो, एउटा समय जति बेला हामीले नेपालमा अब समाजवादको आधार तयार गर्ने बेला आयो, संविधानमा पनि अबको राज्य समाजवाद उन्मुख राज्य हुनेछ भन्ने कुरा वैधानिक ढङ्गले संविधानमा पनि देखिसकेपछि हामीले सोचेका थियौँ कि अब सारा कम्युनिस्ट भन्ने जति लेफ्टिस्टहरू, सबै प्रगतिशीलहरू एक ठाउँमा केन्द्रित हुँदा जनमत, वामपन्थीको जनमत अत्यधिक ठुलो छ र त्यसलाई समेटेर वैधानिक ढङ्गले आधिकारिक रूपमा सरकारकै तर्फबाट समाजवादी आन्दोलनको तयारी गर्न सकिन्छ भन्ने उद्देश्यका साथमा मैले नै नेकपा एमाले समेतलाई हामी निर्वाचन मिलेर लडौँ र पार्टीलाई एउटै बनाएर समाजवादी क्रान्तितिर जाने तयारी गरौँ भनेर प्रस्तावित गरेको थिएँ। मलाई लाग्छ तपाईँहरू धेरैलाई यो कुरा थाहा छ। हामीले त्यसो गर्नुको पछाडि कुनै अवसरवादसँग समर्पण पनि थिएन। नेपालमा समाजवादी क्रान्ति मौलिक ढङ्गले गर्ने, विश्वभरि भएका क्रान्तिहरू र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक ढङ्गले समाजवादतिर अगाडि बढ्ने उद्देश्य सहित गरिएको थियो र यहाँसम्म आउँदा मलाई चाहिँ त्यसो गर्नु सैद्धान्तिक रूपले गलत थियो भन्ने लागेको छैन। हामीले सही नै गरेका थियौँ। त्यसकारण कम्युनिस्टहरू सबै नै निकै उत्साहित बने। पार्टीका सबै नेता कार्यकर्ताहरूले त्यसलाई अनुमोदन गर्ने काम भयो। आम नेपाली श्रमजीवी जनताले पनि त्यो एकतालाई अनुमोदन गरेकै थियो।
हामी झन्डै 2/3 बहुमत अहिलेको संविधान र निर्वाचन प्रणाली मार्फत बडो कठिन र जटिल कुरा भए पनि हामी 2/3 को नजिक पुगेका थियौं र समाजवादको आधार तयार पार्ने बडो राम्रो अवसर पैदा भएको थियो। कमरेडहरू आफैले प्रस्तावित गरेको हुनुको नाताले विचार, राजनीति, संगठन, संस्कृति सबै विषयमा एउटा बैठकमा मैले अध्यक्षता गर्ने मौका पाएको थिएँ र त्यो त्यति बेलाको एकीकृत पार्टीको अत्यधिक ठुलो बहुमत झन्डै हाम्रो त्यति बेला सबैको सहमति भएको झन्डै 95% चाहिँ सहमत थियो कि अब यो एकतालाई सुदृढै गरेर लानुपर्दछ। केही मानिसहरूलाई चित्त बुझेन। अहिले म त्यतापट्टि पनि जान चाहन्न। त्यो सफल हुन थालेको देखेपछि अलग्गै गुटबन्दी गरेर पार्टी एकता भत्काउने कसरतहरू सुरु भए। त्यसमा प्रतिक्रियावादी देशी विदेशीहरू पनि लागे। हामी तत्काल हामीलाई सफल हुन दिइएन। तर अहिले फेरि विचारको आधारमा, राजनीतिको आधारमा, संगठनको आधारमा फेरि एकीकरण र ध्रुवीकरणको समायोजनको एउटा नयाँ प्रक्रियाको सुरुवात भएको छ। मलाई लाग्छ अहिले कमरेड गङ्गानारायण श्रेष्ठले नेतृत्व गरेको पक्षसँग भनौँ न कमरेडहरूसँगको यो समायोजन कार्यक्रम एउटा ठुलो सुरुवात हो भन्ने मैले ठानेको छु। यस अर्थमा यसलाई सामान्य ठान्न हुँदैन। यो ऐतिहासिकै छ र यसले एउटा नयाँ ढोका खोल्ने काम सुरु गरेको छ। मलाई लाग्छ क्रमशः कम्युनिस्ट क्रान्तिकारीहरू, इमान्दार वामपन्थीहरू ध्रुवीकरणको प्रक्रियामा आउँदै जानेछन्। म यही मञ्चबाट, किनभने हाम्रो हिजोसम्म पनि र आज बिहान पनि महेन्द्र राय यादवसँग पनि सल्लाह भइ नै राखेको छ। उहाँसँग सल्लाह भएर नै चाहिँ कमरेड गङ्गानारायण श्रेष्ठको नेतृत्वमा हुने साथीहरू पनि एकता प्रक्रियामै जाने हो। माओवादीसँग नै महेन्द्र राय यादव जो अध्यक्ष हुनुहुन्छ समाजवादी पार्टीको, उहाँले पनि एकतामै जाने हो। केही प्राविधिक कारणले उहाँलाई अप्ठ्यारो लाग्यो, नामको कारणले महाधिवेशनसम्म भन्ने तर्क उहाँको मुख्य तर्क भयो। आज बिहान मात्रै पनि मैले कुरा गरेको थिएँ। कुनै तीव्रता र चाहिँ नमिठो मान्नुपर्ने केही कुरा छैन। अहिले जो कमरेडसँग एकीकरण समायोजनको प्रक्रिया अगाडि जान्छ, भोलि महेन्द्र राय यादवले बाहिर बोली नै राख्नु भएको छ, म पनि जाने माओवादी केन्द्रमा नै हो, माओवादीसँग एकतामा नै जाने हो भन्नुभएको छ। म आशा गर्छु उहाँले गरेको प्रतिबद्धता अनुसार छिटै उहाँ पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ। र अहिले भर्खरै मैले अब धेरै लामो भन्न सम्भव भइराखेका छैन, किनकि 1:30 बजेबाट अर्को पार्टी एकतामा हामी जाँदैछौँ। अहिले नै 1:30 बजे नयाँ बजारमा नेपाल राष्ट्रिय पार्टी जोसँग पनि हाम्रो विचार, एजेन्डा, सिद्धान्त मिल्छ, उहाँहरूसँग पनि एकीकरण आज नै हुँदैछ। त्यसमा हामीले समयमै त्यहाँ पुग्नु पर्ने पनि छ। अहिले अन्तिममा कमरेड गङ्गानारायणले जे प्रतिबद्धता तपाईँहरूको तर्फबाट आज एकीकरण र समायोजनमा आउने कमरेडहरूको तर्फबाट जे प्रतिबद्धता व्यक्त गर्नुभएको छ, म उहाँलाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु। तपाईँले देखिराख्नु भएको छ समाजवादी क्रान्तिको आधार तयार पार्ने उद्देश्यले नै हामीले एकातिर देशैभरि हाम्रो नेतृत्वमा भएका स्थानीय सरकारबाट समाजवादका भ्रूणहरू रोक्ने अभियान सुरु गरिसकेका छौँ भने हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैसँग फेरि एकचोटि गहिरो सम्बन्ध बनाउनु पर्छ भनेर तपाईँहरूले देखिराख्नु भएको छ। हाम्रो पार्टीले एकातिर हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान भनेर सफलतापूर्वक झापादेखि कञ्चनपुरसम्म त्यसलाई सम्पन्न गरे र ठुलो उभार त्यहाँ देखा परेको छ भने गएको 2 गतेबाट हामीले फेरि मध्य पहाडी लोकमार्ग जनजागरण अभियान भनेर बैतडीबाट सुरु गरेर पोखरासम्म ल्याएर राखेका छौँ र त्यसलाई 16 खुम्बुसम्म पुर्याएर त्यसको समापन गर्ने हाम्रो अभियान चलेको छ। र यो अभियानले जनतामा एउटा नयाँ आशा, नयाँ भरोसा जन्माएको छ। फेरि एकचोटि माओवादी केन्द्र या माओवादी पार्टी या माओवादीसँग सम्बन्धित विभिन्न धाराहरूलाई एकताबद्ध हुने आधार पनि यसले तयार पार्दै रहेको छ। राष्ट्रिय एकतालाई सुदृढ गर्ने आधार पनि यसले तयार पार्दै रहेको छ भने तलैबाट कृषिमा, वनमा, शिक्षामा, स्वास्थ्यमा, रोजगारीमा, पर्यटनमा
विभिन्न क्षेत्रमा समाजवादका भ्रूणहरू रोक्ने आधार पनि यसले तयार पारेको छ। मलाई विश्वास छ आज जे सुरुवात भएको छ यो दूरगामी महत्त्वको राजनैतिक पहल हो। यो राजनैतिक पहलले एउटा बलियो सन्देश देशभरि अझै पनि छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध हुन, ध्रुवीकृत हुन सन्देश दिएको छ। म विश्वास गर्छु किनकि मैले भन्ने गरेको छु, मलाई नेपाली जनताले, नेपाली इतिहासले, नेपाली वर्ग समाज राजनीतिक सङ्घर्षले जनयुद्धको नेतृत्व गर्ने अवसर दियो, शान्ति सम्झौताको नेतृत्व गर्ने अवसर दियो, संविधान सभाको पनि नेतृत्व गर्ने अवसर दियो। अब एकचोटि फेरि समाजवादी क्रान्ति अगाडि बढाउने जमर्को र उद्देश्यका साथ त्यो सङ्कल्प सहित हामी हिँडेका छौँ। त्यो प्रक्रियामा आजको यो समायोजन र ध्रुवीकरण र एकीकरणको प्रक्रियाले एउटा बलियो सन्देश सहित शक्तिशाली समाजवादी आन्दोलन, शक्तिशाली कम्युनिस्ट आन्दोलन जन्माउनेछ भन्ने विश्वास गर्दै अन्तिममा कमरेड गङ्गानारायण श्रेष्ठको नेतृत्वमा आउने सबै कमरेडहरूलाई के कुरामा विश्वास पार्न चाहन्छु भने तपाईहरूलाई जिम्मेवारी दिने कुरामा या तपाईँहरूसँग छलफल गर्ने कुरामा कुनै कन्जुसियारी हुने छैन। मैले नै भन्नुहुन्छ भने त मलाई त बरु अलिअलि आलोचना हुने, बाहिर गएर आएकालाई यसले बढी माया गर्दैन, सधैँ समय बसेकालाई अलि यी त आफ्नै नै हुने भनेर जिम्मेवारी दिनेमा अलि हिचकिचाउँछ भन्ने आलोचना मैले सुन्ने गरेको छु। त्यहाँ पनि म सतर्क छु। त्यसको अर्थ सधैँ साथ दिनेलाई पछि पार्ने भन्ने त होइन, तर कता कता एकतामा आउने साथीहरूप्रति मेरो अलि बढी लगाव हुने नै गरेको छ। त्यसकारण तपाईँहरू निश्चिन्त हुनु, तपाईँहरूलाई जिम्मेवारी ठिक ढङ्गले दिइनेछ र यो प्रक्रियालाई यसको तार्किक निष्कर्षसम्म पुर्याउन अन्तिम समयसम्म लागिरहनेछौँ। यही विश्वास चाहिँ तपाईँहरू पनि यहाँ आएपछि पार्टी ओडियो बनाउने कुनै स्वार्थ समूह या गुटबन्दी या अराजकताका प्रवृत्तिहरूलाई कमजोर पार्न तपाईँहरूको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास चाहिँ फेरि एकचोटि तपाईँहरू सबैलाई बधाई र शुभकामना भन्दै बिदा हुन्छु। धन्यवाद।